घरमै बनाएर अर्ग्यानिक चिप्स खाँदै हुनुहुन्छ भने चाहिँ लेज है, लेज भन्दा चाहिँ छिटो चिन्नुहुन्छ। लेज खानुहुन्छ भने चाहिँ कोरेसालाई यसरी उल्टो पार्ने, आलु लिने। मैले चाहिँ बोक्रा नतासिकन लिएको छु कि हजुरहरूले चाहिँ बोक्रा तासेर लिँदा पनि राम्रो हुन्छ है। त्यो चाहिँ सेतो सेतो बनिन्छ। हामी चाहिँ बोक्रा नतासिकन बनाउँछौँ। नानी बाबुहरूको लागि एकदमै हेल्दी र फाइदाजनक है। नानी बाबुहरूलाई अब बाहिरको कुरा दिँदा पनि अब धेरै राम्रै हुँदैन, अनि घरमा बनाएर दियो भने चाहिँ एकदमै राम्रो हुन्छ नि त। त्यही भएर म चाहिँ घरमै बनाइदिन्छु, यसरी अर्ग्यानिक बनाइदिन्छु है। तोरीको तेलमा, घरको पिसाको तोरीको तेलमा घरको आलु ल हेर्नुहोस् त, यस्तो मजाले आफै बनाउनलाई नि एकदम सजिलो हुन्छ क्या। यो यसरी चिप्स बनिन्छ, यसरी उल्टो पारेर कोरेपछि यस्तो मजाले चिप्स हुन्छ। अनि तेलमा लाने सट्टसँगले यो आलुलाई चाहिँ धुनुपर्छ है। यो काटेको आलुलाई, यसो चिप्स बनाएको आलुलाई चाहिँ पखाल्नुपर्छ, 2-3 पानी पखाल्ने मजाले। अनि त्यसपछि तेल तताएर तातो पारेर हाल्ने, अनि नुन अलिअलि हालेर तार्ने। अनि तारेपछि एकछिनमा मजाले कुरुङ कुरुङ हुन्छ यो, अनि मजाले तार्नुपर्छ। तारेपछि कुरुङ कुरुङ हुन्छ, अनि माथिबाट बिर्यानी नुन खोर्सानी के मिठो लाग्छ हाल्ने, अनि खाने। एकदमै अर्ग्यानिक हो है यो चाहिँ। घरमा नानीहरू सानसानो हुनुहुन्छ भने चाहिँ घरमा बनाएर खाँदा एकदमै हेल्दी हुन्छ, राम्रो पनि हुन्छ। म चाहिँ यसरी नै बनाइदिन्छु। ल हेर्नुहोस् त, यस्तो मजाले बनिन्छ है। यसरी आलुको चिप्स बनिन्छ, अनि तारेर मजाले खाँदा हुन्छ। यसरी तेलमा हेर्नुहोस् त, यस्तो मजाले तार्नुपर्छ। यसरी रेडी भइसकेको छ। हेर्नुहोस् त, यस्तो मजाले कुरुक कुरुक गर्ने खालको यसरी रेडी भइसकेको छ।